म पकौडा बनाउन गइरहेको छु। हेर्छु है त, यो प्याज लसुन हरियो, यो प्याज, यो बन्दा है यति। त्यसपछि यो आलु आफ्नो स्वाद अनुसार हाल्ने है सामग्री चाहिँ। यो धनियाँ, यो सुकेको खुर्सानी, यो मटरको साग यति हाल्ने। त्यसपछि यो बेसन, म चाहिँ बाबा बेसन चलाउँछु है, बाबा बेसन हो। स्वाद अनुसार बेसनको जति हाल्छौँ हामी, 1 कचौरा 2 कचौरा, कति क्वान्टिटी छ हजुरको पकौडाको त्यसको आधा चामलको पिठो हाल्दै रहेछ। चामलको पिठो चाहिँ अप्सनल। चामलको पिठो चाहिँ किन हाल्ने हो भने अलिक सफ्ट हुन्छ त्यो पकौडा। अलिक हार्ड बनाउनु लागि चाहिँ चामलको पिठो हाल्ने हो है। अनि त्यसमा यसमा म 1 चम्मच धनियाँको धुलो, आधा चम्मच जिराको धुलो, दाना ज्वानो, अनि त्यसपछि बेसार हाल्छु। अरू म के पनि हाल्दिनँ, अजिना सजिना के पनि हाल्दिनँ। हामी घरमा खानलाई हो, अजिना हाले पनि हुन्छ, कहिलेकाहीँ खाँदा त केही फरक पर्दैन, तर हामीलाई चाहिँ मन पर्दैन त्यो कारणले गर्दा। अनि यसमा अब गेडागुडी, गाजर साजर आफ्नो स्वाद अनुसार हाल्ने हो ल। यो चाहिँ आफूलाई कस्तो मिठो लाग्छ त्यो अनुसार हाल्ने हो। हेर्नुहोस् है, आजको पकौडा, हिजोको गाजरको हलुवा, आजको पकौडा, यस्तै छ मेरो रेसिपी। अब रेगुलर खाजाहरूमा के बनाउने भन्दाखेरि मलाई चाहिँ एकदम किचनको आइटमहरू बनाउनु एकदम रहर लाग्ने। त्यो भएर म यस्तो आइटमहरू बनाएर हाल्छु। यदि सेलरोटी, चिकन अचार, मटन अचार चाहिन्छ भने पनि अर्डर अनुसार म बनाउँछु घरमै। तर यो चाहिँ मलाई घरमा खानको लागि अर्डर होइन। यदि हजुरहरूलाई चाहिएमा चाहिँ अर्डर गरिसलाई। थ्याङ्क यू।